हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो गाइज। र आज म फर्स्ट टाइम खेल्दैछु माइनक्राफ्ट होइन। सबैलाई वेलकम छ। र तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला होइन। अझै लास्टसम्म हेरिदिनु होला। यो भिडियो चाहिँ मजा आउनेवाला छ होइन। यो चाहिँ हाम्रो सिरिजको पार्ट 1 हो होइन। यस्तै गरी हामी पार्ट 2 पार्ट 3 पनि बनाउँदै गर्ने हो होइन। अनि भर्खर आएको छु। अब यसो यतातिर होइन, यसो यो काठसाठ यसो काट्नु पऱ्यो नि होइन। अनि यसो काठसाठ काट्न थाल्छु होइन म चाहिँ अब किटिक 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 गरेर काट्छ होइन। मजा आउँछ कि सुन्दैखेरि यस्तो काटिहाल्छ, चाँडो काटिहालौँ होइन। रुखहरूले चाहिँ अब हामी यस्तो गरेर होइन पिक्याक्स बनाएर अनि स्टोन माइन गर्नुपर्छ। स्टोन माइन गरेपछि हामी स्टोनको टुल बनाएर आइरन खोज्न जानुपर्छ होइन गाइस। यसको यसलाई पनि चाँडो काटौँ है, चाँडो। ओके काटिहालौँ न चाँडो। ओके गाडीहरू अब यहाँ इन्भेन्ट्रीमा गएर अनि एउटा क्राफ्टिङ टेबल बनाएर पनि चाँडो होइन। सबसे पहिला त वुड बनाउनु पऱ्यो नि। 20वटा भन्दो रहेछ यार अझै। अझै टोटल 24वटा भन्दो रहेछ कि यो पनि 40वटा भन्दो रहेछ। ल एउटा क्राफ्टिङ टेबल पनि बनाएँ होइन। यसको राखौँ यहाँनिर राखौँ टक्कै होइन। अब स्टिक बनाऊँ न पहिला। स्टिक बनाउनु पऱ्यो नि पहिला, नत्र स्टिक नबनाइकन कहाँ हुन्छ होइन। अब एउटा पिक्याक्स बनाऊँ अनि त्यसपछि तलपट्टि गरौँ त, माइनिङ गरौँ त। पहिला यसलाई तोडौँ त, यसलाई किटिक 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 गर्दै अनि त्यसपछि तल माइन गर्ने होइन गाइस। यसको तल माइन गरौँ त पिक्याक्सले। ढुङ्गा स्टोनको टुल्स पनि बनाउनु त पऱ्यो नि होइन। तल जाऊँ अझै तल यतापट्टिको स्टोनहरू तोडिहाल्छु है अलिअलि। अनि त्यसपछि हामी स्टोनको टुल बनाउनु पर्छ होइन गाइस। स्टोनको टुल अझै बनाइसक्यो भने अनि त्यसपछि अब अलिकति भए सजिलो त हुन्छ नि हामीलाई। ओके अलिकति चाहिने जति स्टोन चाहिँ गरौँ है त, लिऊँ न। ओके यो यिनीहरू स्टोन हो। क्राफ्टिङ टेबल लगाऊँ अनि त्यसपछि ठिक छ ल। क्राफ्टिङ टेबल राखिहालौँ। हामी स्टोनको दुईवटा पिक्याक्स बनाऊँ। मेरो हिसाबले चाहिँ दुईवटा पिक्याक्स बनाउनु पर्ला जस्तो लागिरहेको छ। पहिला एक्स बनाउँछु अनि फेरि अर्को एउटा पिक्याक्स बनाउनु पर्ला अनि गाइस। यति गरेपछि चाहिँ हुन्छ क्या पिक्याक्स नबनाइ त। अनि फेरि अहिले आइरन गर्दा गर्दै माइन गर्न जाँदाखेरि होइन कर्नरबाट माइन गरौँ। तल जाँदै अहिले माइन गर्दा गर्दा आइरन भेटिन सक्छ होइन। अनि कहिले अब स्टोन पिक्याक्सको धेरै हेल्थ हुँदैन नि त, त्यही भएर त्यो पिक्याक्स अनिवार्य चाहिनेछ होइन। यसको तल जाऊँ। ओके यिनीहरू अझै तल जाऊँ गाइस। तल जाऊँ अनि आइरन त भेटिहाल्छ होला नि स्योर होइन। कस्तो अँध्यारो भएर रहेछ। ओके 47 एउटा आइरन भइसक्यो अहिले होइन। धेरै आइरन भइसक्यो। ओके यहाँनिर ऊ लगाइदिएँ मैले चाहिँ मैले होइन अघि न कोलहरू गर। ओके आइरन भेट्यो गाइस। एउटा आइरन भेट्यो ल। ओके तल अर्को पनि त्यहाँ अर्को पनि रहेछ। ओहो तल अर्को एउटा पनि रहेछ। यसको कतिवटा आइरन भेट्यो 2 3 4वटा आइरन भेट्यो। कोलहरू पनि भेट्यो। कोलहरू पनि यसो दिइहाल्नुपर्छ, एक्सपी बढ्छ नि त। 4वटा आइरन भेट्यो गाइस यही भिडियोमा। पछि गएपछि यति माइन गर्नुपर्छ नि हामीले गाइस होइन। माइन गर्दा अझै थकिन्छ क्या। आइरन कति भेटिन्छ होला। ओके ओहो ठिक छ ल गाइस। यो कोलहरू गरिहालौँ। कति कोल हो, कोलको खानी छ के यहाँ त गाइस होइन। अनि तपाईँ अहिलेसम्म भिडियोमा हेरिरहनु भएको छ भने चाहिँ कमेन्ट सेक्सनमा गएर म यहाँसम्म हेरिरहेको छु अनि भनेर लेख्नु होला। र अर्को एपिसोडको लागि होइन सिर्फ 20 लाइक कम्प्लिट गरिदिनु होला होइन। यति 20 लाइक कम्प्लिट गरिदिनु भयो भने अर्को एपिसोड आउँछ। अर्को एउटा नि आइरन भेटिहाल्यो यहाँनिर। यो सुध 5वटा 6वटा आइरन
भेट्यो अझै अलिकति तल जाम न आइरन भेटिहाल्छ के थाहा र होइन के भर्छ र आइरन भेटिहाल्न पनि सक्छ नि त गाइस अझै तल माइन गर्दै जाम होइन आइरन भेटिनु धेरै चान्स छ मेरो हिसाबले चाहिँ होइन तपाईँहरूलाई के लाग्छ कुनै मलाई थाहा छैन तर आइरन भेटिनु धेरै चान्स छ है मेरो हिसाबले ओके अझै तल जाम क्राफ्टिङ टेबलै बनाउनु बिर्सेछ मैले यो 6वटा आइरन चाहिँ भेटाइसकेको छ कि अनि झन् कबल स्टोन त कति है 1 स्ट्याक 2 स्ट्याक 3 स्ट्याक 4 स्ट्याक कबल स्टोन रहेछ गाइस मसँग अहिले है क्राफ्टिङ टेबल राखेर म के भन्ला क्राफ्टिङ टेबल राखेर के अरे त्यो बनाउनु फर्नेस बनाउनुलाई फर्नेस बनाउनु पर्यो गाइस फर्नेस त बनाउनु परिहाल्यो नि होइन फर्स्ट नभने फेरि त्यो आइरन कसरी मेल्ट गर्ने ओके यता पनि राख्नु पर्यो नि फर्नेसको रेसिपी बिर्सिरहेको थिएँ मैले यता स्टोन राखेर भन्थ्यो होइन हो चारतर्फ स्टोन राख्ने बिचमा चाहिँ नराख्ने मलाई कन्ठ छ बने गाइस मैले भने होइन यस्तै हो रेसिपी आइरन मेल्ट गर्न राख्थ्यौँ यत्रो कोल पनि रहेछ होइन अनि 64वटा टर्च पनि छ मैले बनाएको थिएँ होइन अहिले पज गरेर भिडियो पज गरेर तल आउँदै कोल धेरै हेटेर होइन ओके ल आइरन इन्गट पनि भने है आइरन इन्गट बनिदिएसम्म यतातिर यसो माइनिङ गर्दै गर्छु होइन ओके ल अनि गाइस कसैलाई आफ्नो केको प्रमोसन गराउँछ भने चाहिँ तलपट्टि मेरो बिजनेस इमेल दिएको छ होइन तपाईँ तल गएर आफ्नो के अरे भिडियोको प्रमोसन नत्र केही कम्पनी यस्तो छ भने प्रमोसन गर्न सक्नुहुन्छ सस्तोमा होइन तल मेरो जिमेल छ तपाईँहरू त्यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ र मलाई केही भिडियोको आइडिया दिनु मन छ भने तपाईँ दिन सक्नुहुन्छ होइन नो प्रब्लम आइरन पनि बनेछ ल अब लास्ट एउटा आइरन ल भइहाल्यो त अब यहाँनिर बनाउँ त के अरे त्यो पिक्याक्स बनाउनु पर्छ होइन पिक्याक्स बनाम आइरन सोड होइन पहिला पिक्याक्स बनाउनु पर्ला जस्तो लाग्छ कि मलाई चाहिँ अनि चाहिँ आइरन सोड एउटा बन्दो रहेछ आइरन सोड एउटा बनाऊँ किनभने काम लाग्छ नि त तल गएपछि कहिले त जोम्बी भेटिहाल्छ है अरू केही भन्छ ओहो सिल्ड पनि भन्ने रहेछ त सिल्ड पनि बनाइहालौँ न होइन भन्ने कुरा त सिल्ड अहिले पछि काम लाग्न सक्छ अनि अगाडि भिडियोमा हेर्दै जानु गाइस सिल्डको अहिले पछि कस्तो काम लाग्छ भन्ने कुरा तपाईँलाई थाहा नै हुन्छ तल होइन अहिले पछि सिल्डको कडा काम लाग्छ अर्को एपिसोडमा लाग्छ कि यो एपिसोडमा लाग्छ थाहा छैन तर सिल्डको काम चाहिँ लाग्छ गाइस होइन सिल्ड इज भेरी इम्पोर्टेन्ट क्या हो गाइस मैले यही एपिसोडमा लाग्ला जस्तो छ सिल्डको काम तलपट्टि जाम है स्योर भन्छु होइन हस्टाइल मब त त्यहाँनिर स्योर होला क्या हस्टाइल नभएको मब नभएको यस्तो के भन्छ होइन हस्टाइल मब त स्योर हुन्छ क्या हेर्दै जानु है त गाइस स्योर हस्टाइल मब हुन्छ मलाई आवाज पनि सुनिरहेको छु होइन अलिअलि ओके सोड खोइ त सोडको काम कतिखेर लाग्छ सोडै रहेनछ हातमा लिएर बस यार सबसे पहिले त हातमा सोड लिनुपर्छ क्या हातमा सोड नलिकन कामै छैन ओके अब काम छ नि त अब लाग्छ काम अब आएछ अब आएछ क्या ल आएछ अब आएछ क्या त मरिहाल्यो तल जाम स्केलेटन यति हो यार गर्न आएर ओके गाइस त्यहाँ माथि आइरनै हो जस्तो लाग्छ है फेरि त्यहाँ अगाडि केही न केही त छ क्या मेरो रहेछ ओ जोम्बी रहेछ केही नहेर्ने रहेछ त्यस्तो अब पछाडिबाट आउँछ होला स्योर मैले भने नि स्योर मैले त्यहाँ बस्यो भए मैले स्योर ड्यामेज खान्थेँ कि धन्दाले त्यहाँ बसिन मऱ्यो होला हेर्छु मी पनि पछाडि बस्यो भए स्योर आज म खतम हो भने टर्च लाइट पनि गइरहेको फेरि ओके ल भयो
माथि गोल्ड हो त्यो गोल्ड हो जस्तो लाग्यो मलाई त गाइस होइन यतातिर टस लाम फेरि होइन अहिले पछाडिबाट आएर हो अहिले धप्पा हान्ने पनि छैन हामी त्यही भएर यताउति लाइट लगाइरहेको क्या मैले होइन जाममा गाडी होइन यसो लाइटहरू लगाऊँ न टर्चहरू ओहो यता पनि गोल्ड रहेछ ल यताकै गोल्ड तोड्छु अब उता पुगेर बस्छ र दुईटा सुन होइन ओके यो दुईटा सुन लिइहालौँ ल है आइरन पनि भेटिन्छ होला हौ काहीँ न काहीँ त स्योर ओके त्यहाँ अगाडि नि छ होला आइरन पहिला मेरो हिसाबले चाहिँ टर्च लाउँदै जानु राम्रो लाग्छ क्या अब केही आइहाल्यो भने पनि देखिहाल्छ नि त ओके अब यहाँको आइरन लिइहालौँ होइन आइरन पनि धेरै काम लाग्छ क्या आर्मर त बनाउनु पर्छ कि गाइस होइन यो पार्टमा त भ्याउँदैन होला हामीले अर्को पार्टमा होइन आइरन त बनाउनु पऱ्यो नि गाइस त्यसको लागि ओहो ओके ठुलो केब रहेछ के गाइस फेरि है हेर्दैखेरि ओके ल्यापिस लजुली कहिलेकाहीँ काम लागिहाल्छ ओहो दादा आउनुभयो दादा क्रिपर दादा भागिहालौँ गाइस भागिहालौँ क्रिपर दादा आइहाल्नुभयो होइन भागिहालौँ एउटा उता माथि स्पाइडर पनि रहेछ ल स्योर आउँदैन होला ओए आयो ओए बच्यो गाइस बच्यो क्या भाग्य यार भाग्यले बचिरह्यो ओके त्यहाँ माथिको स्पाइडरलाई मार्न जानु जस्तो लागिरहेको छ गाइस मलाई चाहिँ होइन ऊ त्यहाँ माथि छ क्या त्यो स्पाइडर लेट्स गो मारिदिउँ हौ हो मरिहाल्यो त्यसलाई स्टिङ पनि भेट्यो फाइनली मऱ्यो है यो चाहिँ ओए स्केलेटन रहेछ अगाडि स्केलेटन अगाडि पनि स्केलेटन रहेछ गाइस फेरि कालो देखिन्छ फेरि हरियाएर है गाइस ओए कस्तो स्केलेटनले झ्याउ गऱ्यो कि गाइस हेर्नु मर्दिरहेको क्या हामीले स्केलेटन यत्रो गरे सबै खतम ओके भयो गाइस होइन सम्म नै आइपुग्यो हामी है यहाँनिर राखौँ न पहिला एकछिन हामी यहीँ बसौँ है केही आइहाल्यो भने छैन ओके यहीँ बसौँ एकछिन र गाइस अब आजको लागि यति नै म मिल्छु अर्को भिडियोमा त्यतिजेलको लागि टाटा बाई बाई